नमस्ते। आज हामी एउटा निकै रमाइलो कथामा कुरा गर्दैछौँ। स्रोत छ 2070 सालको कुरा हो। यो कथाले हामीलाई 2070 सालतिर रामेछाप लान्छ। एकदम। यो एउटा प्रेम कथा हो। पात्रहरू छन् काठमाडौँकी कलेज पढ्दै गरेकी मनिषा अनि मिथिला क्षेत्रका फोटोग्राफर नवीन। उनीहरूको भेट भएको ठाउँ पनि रमाइलो छ, रामेछापको खिल्तार भन्ने गाउँ। खिल्तारमा के सन्दर्भमा भेट भयो? त्यहाँ एउटा सांस्कृतिक कार्यक्रम रहेछ। मनिषा चाहिँ कार्यक्रमको अतिथि अनि नवीन उनी त फोटोग्राफर कार्यक्रमको फोटो खिच्दै थिए। ए कस्तो संयोग है, दुई बिल्कुल फरक ठाउँका मान्छे, फरक परिवेशका। हो नि, एउटी शहरकी विद्यार्थी, अर्को मिथिलाको कलाकार। त्यही त आज हामी यही कुरा अलिक गहिरिएर हेर्छौँ। कसरी यो भेट भयो अनि उनीहरूको सम्बन्ध कसरी अगाडि बढ्यो, यसले त्यो बेलाको नेपाली संस्कृति अनि त्यो गाउँको जीवनलाई कसरी देखाउँछ। एकदम। यो कथामा त्यो सुन्दर ग्रामीण परिवेशको पनि ठूलो भूमिका छ। ल त्यसो भए पहिलो भेटबाटै सुरु गरौँ न त। त्यो कार्यक्रममा के भयो खास? कथाले भन्छ नि, त्यो क्षण अलि नाटकीय नै थियो क्या। मनिषा स्टेजमा जाँदै गर्दा नवीनको क्यामेरा लेन्स सिधै उनीमाथि पर्यो रे। पहिलो नजरमै? हो, पहिलो नजरकै आकर्षण भनौँ न। आँखा जुधे नवीनले मनिषाको त्यो आत्मविश्वास, त्यो मुस्कानमा केही खास देखेछन्। फोटोग्राफरले त नजर गरिहाल्छ नि, तर यो अलि विशेष थियो जस्तो छ। त्यो खाली फोटोग्राफरको आँखा मात्र थिएन, त्यहाँ अलि उत्सुकता पनि मिसिएको थियो क्यारे। अनि कुराकानी कसरी सुरु भयो त? क्यामेराले हेरेर मात्रै त भएन होला? भएन नि। कार्यक्रम सकिएपछि नवीनले हिम्मत गरेर मनिषा कहाँ गएर सोधेछन्, तपाईको एउटा फोटो खिच्न सक्छु? त्यहाँबाट सुरु भयो है कुराकानी? हो, त्यहीबाट। अनि कुरा गर्दै जाँदा पो थाहा भयो, बाहिरबाट हेर्दा जति फरक देखिए पनि भित्र कता कता उनीहरूको रुचि, उनीहरूको सोचाइ मिल्दो रहेछ। कस्तो खालको रुचि मिल्यो रे? के कुराले जोड्यो उनीहरूलाई सुरुमा? नवीन चाहिँ अब सृजनशील मान्छे, कलाप्रति एकदमै समर्पित। एकअर्काको व्यक्तित्वको फरक तर आकर्षक पक्षले तान्यो होला है। हो नि, नवीनको त्यो कलाप्रतिको लगाव, आफ्नो कामप्रतिको इमान्दारिताले मनिषालाई प्रभावित पारेछ अनि मनिषाको त्यो जिज्ञासु स्वभावले नवीनलाई। त्यसपछि त पक्कै भेटघाट बाक्लियो होला। रामेछापको त्यो सुन्दर वातावरणले पनि त भूमिका खेल्यो होला नि? एकदम। त्यसपछिका केही हप्ता त उनीहरूले रामेछापका ती रमणीय ठाउँहरू सँगै घुमेरै बिताए रे। नवीनले मनिषाका कति फोटो खिचे होला। कस्तो रमाइलो, डाँडा पाखा, खोला नाला। हो। अनि स्रोतले भन्छ नि, उनीहरू खालि बाहिरी सुन्दरता मात्रै हेर्दै हिँडेनन्, एकअर्कालाई भित्रैदेखि चिन्दै गए। पहाडमा हिँड्ने, घन्टौँसम्म गफिने अनि घाम डुबेको हेर्दै भविष्यका सपना बाँड्ने। तर नवीन त मिथिलाका, मनिषा काठमाडौँकी। रामेछापमा कसरी भेट भइरह्यो त? नवीन मनिषामै भेट्न भनेरै बारम्बार खिल्तार आइरहन्थे। मनिषालाई पनि सुरुमा एक्लै बस्दा अलि अप्ठ्यारो लागेको थियो होला, तर नवीनको साथ पाएपछि उनले सुरक्षित र आत्मीय महसुस गरिन्। नवीनले पनि आफ्नो कुराहरू खोले होला नि? एकदम। आफ्नो काम, आफ्नो सपना सबै सुनाए। उनले मनिषालाई मिथिला पनि लगेर आफ्नो सानो फोटो स्टुडियो देखाएछन्। हो र, स्टुडियो नै? हो। त्यहाँ उनले खिचेका तस्बिरहरू देखाए, ती फोटो पछाडिका कथाहरू सुनाए। त्यो त निकै अर्थपूर्ण क्षण हुनुपर्छ। कलाकारले आफ्नो सृजनाको संसार देखाउनु भनेको त मन खुल्नु जस्तै हो नि। मनिषाले के भनिन् होला? स्रोतले भन्छ, मनिषा नवीनको त्यो कला र त्यसमाथिको लगाव देखेर झर्नै प्रभावित भइन्। जति समयसँगै बिताए उति नै भावना गहिरिँदै गयो। सुरुमा त संयोगले छुइने हातहरू थिए होलान्, पछि त जानी जानी एकअर्काको न्यानोपन खोज्न थाले रे। उनीहरू बीच नबोलेरै धेरै कुरा हुन थालिसकेको थियो। वाह, साँच्चै गहिरो सम्बन्ध बनेछ। अनि त्यो प्रस्तावको क्षण नि, त्यो कसरी भयो? त्यो पनि निकै योजनाबद्ध थियो रे। भेट भएको लगभग 3 महिना जति पछि नवीनले मनिषालाई ती पहिले घुमेको डाँडाको टुप्पोमा लगेछन्। कुन बेला? ठिक सूर्यास्तको बेला। अनि त्यही प्रकृति साक्षी राखेर एउटा घुँडा टेकेर हातमा एउटा सानो बाकसमा औँठी देखाउँदै विवाहको प्रस्ताव राखे। ओहो, कस्तो फिल्मी दृश्य। मनिषाको प्रतिक्रिया के भन्यो स्रोतले? मनिषाले तुरुन्तै स्वीकार गरिन् रे, आँखाभरि खुसीका आँसु लिएर। त्यसपछि उनीहरू केही बेर त्यत्तिकै अङ्गालोमा बाँधेर बसे, जहाँ पृष्ठभूमिमा घाम डुब्दै थियो, हावा चलिरहेको थियो। कति सुन्दर पल है। एकदम।
त्यो मौनतामा धेरै भावना साटिए होला। त्यो बाचापछि विवाह भयो त? कसरी अघि बढ्यो यात्रा? भयो नि, रामेछापमै तिनै पहाडहरूको काखमा उनीहरूको बिहे भयो। काठमाडौँ र मिथिला दुवैतिरबाट परिवार साथीभाइ आए। ए, दुवैतिरको मान्छे हो। अनि रमाइलो कुरा के भने बिहेमा दुवैतिरको परम्परा र आधुनिकताको एकदमै राम्रो मिश्रण देखिन्थ्यो रे। फरक पृष्ठभूमिलाई सम्मान गर्दै उनीहरू एक भएका थिए। जीवन नि कस्तो रह्यो रामेछापमा? मनिषाले आफ्नो सहरको जीवनलाई यतै छाडिन् अनि रामेछापको त्यही सुन्दर गाउँलाई आफ्नो बनाइन्। नवीनले आफ्नो फोटोग्राफीलाई निरन्तरता दिए। उनीहरूको जीवनका हरेक पल क्यामेरामा कैद भए। समय बित्दै गयो, उनीहरूले घर बनाए, परिवार सुरु गरे। उनीहरूको कथाले गाउँका अरूलाई पनि प्रेरणा दियो रे। यो कथा सुन्दा नि मेरो मनमा केही कुरा खेलिरहेछन्। एउटा त कसरी दुई एकदमै फरक संसारका मान्छे प्रेममा पर्छन् अनि एउटा साझा संसार रच्छन्। हो, त्यो त छँदैछ। अनि अर्को कुरा, कलाले या फोटोग्राफीले सम्बन्ध बनाउन र सम्झना जोगाउन कति ठूलो भूमिका खेल्दो रहेछ। एकदम सही। फोटोग्राफी यहाँ खाली फोटो खिच्ने काम मात्र भएन, यो त नवीन र मनिषाको भावना व्यक्त गर्ने माध्यम बन्यो, उनीहरूको सम्बन्ध गहिरो बनाउने माध्यम बन्यो अनि उनीहरूको कथा बन्ने माध्यम नै बन्यो। हो नि। अनि त्यो रामेछापको परिवेश, त्यो ठाउँको सुन्दरता पनि उनीहरूको कथाको अभिन्न अङ्ग बन्यो, छुट्याउनै नसकिने गरी। हो, साँच्चै सोच्न बाध्य बनाउँछ। कहिलेकाहीँ एउटा सामान्य अप्रत्याशित भेटले अथवा कुनै विशेष ठाउँले जीवनमा कति ठुलो, कति स्थायी परिवर्तन ल्याइदिन्छ, होइन त? एकदम। अथवा यो पनि सोच्न सकिन्छ कि कलाले यसरी जीवनका पलहरूलाई कैद गर्दा त्यसले भविष्यमा ती सम्झना र कथाहरूलाई